गर्मी सवारी कितनी चाहिए? पूरै गयो भने भारतको गुजरात स्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ। इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानी शहरमा अवस्थित विमानस्थल नजिकै एउटा विमान दुर्घटनाग्रस्त भएको हो। अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको इन्डिया टुडेले बताएको छ। गर्मी सवारी कितनी चाहिए? पूरै गयो भने बोइङ 7878 ड्रिमलाइनर विमानमा 242 जना यात्रु सवार थिए। दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको उक्त क्षेत्रबाट प्राप्त दृश्यहरूले हावामा बाक्लो कालो धुवाँ देखिएको जनाएको छ। दुर्घटनापछि 7 वटा दमकल सहित आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका छन्।